आज जेनजीहरूले गरेको आन्दोलनले सफलता पाउँदै देशमा अब 5 वर्षको सरकार बालेन शाहले पाउनुहुन्छ भन्ने सबैलाई आश लागेको छ। अब यो आशमा मनमा पुरा उत्तेजना हुनका साथै विभिन्न खुसियाली छाएको छ। अब हामीले सोचेको नेपाल बन्छ त, अब एक दिन नेपाल हाँस्नेछ त, यो नतिजा आउँदैछ। अब प्रत्यक्ष निर्वाचनमा त हामीले पाउन सक्छौँ, सफल हुन्छौँ भन्ने मलाई विश्वास छ। अब समानुपातिकमा पनि हामीले भावी प्रधानमन्त्री बालेन शाहलाई छिट्टै देख्न पाऊँ भन्ने आशा लागेको छ। अब यही समयमा अलिकति मैले चित्त केमा बुझेन भने आजै पनि काटिएको रुखलाई भोट दिने मान्छे बसेका रहेछन्। अँध्यारो रातमा जोडिएको तारा हेर्ने मान्छे आजै रहेछन् मेरो नेपालमा। अस्ताएको सूर्यलाई फेरि त्यही बाटो फर्किन्छ भनेर आश गर्ने आजै मेरो कर्णालीमा बसेका रहेछन्। सबैलाई धन्यवाद। ठाउँमा जेनजीले गरेको आन्दोलनले अझै परिवर्तन भएर आइन्छ कि धेरै तनाव लागेछ होइन, खुसी पनि लागेछ होइन। जो अब घन्टीले सबै ठाउँमा होइन भने जतिको मत प्राप्त गर्छ भन्ने विश्वासका साथ हेरिरहेको छ, खुसी लागेछ। तर पनि अब त्यो जुन जेनजीको आन्दोलनले अब रुखहरू काट्नु परेको होइन, अब जेनजीको आन्दोलनले त्यो माओवादीको घाँस काट्ने हो, त्यो आँसी चाहिँ फेरि तारा बनाउनु पर्ने अवस्था आएको हुँदै पनि फेरि तिनीहरूले जित्दियो के 2-4 ठाउँबाट होइन। जिल्ला जस्तो पनि भइरहेछ। एक ठाउँमा त अब काङ्ग्रेसले जितिसक्यो है। अनि अर्को कुरा जस्तो भएको छ, कतिखेर सुरु होला भनेर म हेरिरहेको छु है। अब भएकै छैन, त्यसैले घरका सम्पादन हो कि। अनि अर्को कुरा हाम्रो मिराजन ढुङ्गानाज्यू कस्तो तपाईँले भूमिका खेलिदिनु भयो। आज लास्टमा गएर गगन थापालाई समर्थन छ भनेर तपाईँले साथ दिइदिनु भयो कि। झन्डै हाम्रो जेएनजीको सपना त तुइयो भन्नुहुन्थ्यो नि, तपाईँले झन्डै खोलामा बगाइदिनु भएको रहेछ क्या है। अब यो त 84को चुनाव भइदिएको भए माओवादी अनि एमाले काङ्ग्रेसहरूले जित्नुपर्ने राम्रो कुरा हो। तर यो त जेएनजीको हो है। हामी जेएनजीले केही भएन, सरकार नै चाहिन्छ भनेर बनाएको चिजलाई पनि अझै पनि एमाले काङ्ग्रेसले यति मत पाउनु भनेको धेरै राम्रो कुरा हो कि है। अब गएर अबको 5 वर्षपछि फेरि राम्रो काम गरे सुर्दै भनेको चाहिँ अबको 5 वर्षपछि चाहिँ फेरि सरकार बन्न सक्छ है। 84मा सायद चुनाव भइदिएको भए, जेएनजीले आन्दोलन नगरिदिएको भए, काङ्ग्रेस माओवादीले फेरि यस्तै हाम्रै फेरि हामीलाई उल्लु बनायो भने रहेछन् है। पालो सरकार बन्द रहेछ कि। धन्न जेएनजीको आँखा खोलेर आज छलाङ्ग बनाइदियो कि है। त्यही भएर जेएनजीले गरेको यो आन्दोलन समय होइन, रासपाले लिड गरेको छ, त्यसमा खुसी लागेको छ। अब रासपाको सरकार भन्ने छैन। अब समानुपातिकबाट पनि यस्तै जित होस् भन्ने आशामा हामी बसिरहेका छौँ, हामी भिडियो हेरिरहेका छौँ है। अब नेपालमा हामीलाई खासै के चाहिएको भने 5 वर्षको सरकार चाहिएको। अनि 5 वर्षको सरकार भएपछि हामीलाई शिक्षा अनि स्वास्थ्य निःशुल्क चाहिएको, हामीलाई केही चाहिएको होइन। हामीले विदेशमा कमाएको पैसा फेरि नेपालमा गएर लगानी गर्न सकौँ भन्ने र हाम्रो कानुन बमोजिम हामीलाई सुरक्षा चाहिएको। अब हाम्रो योभन्दा पहिलेको त देख्नै भएको छ, वडा सदस्य सुद्धाले हामीलाई पत्याउँदैन कि। हामीलाई वडा सदस्य सुद्धाले सोध्छ कि कुन पार्टीको यो भनेर अरूबाट राय लिन्छ कि। अनि यस्तो देशमा हामी बसेर हामी कहाँ अघि बढ्थ्यौँ है। अब जेएनजीले छलङ्ग बनाएको छ। कतिपय ठाउँहरूमा त अझै पनि पुरानै दलहरूलाई जिताउने तयारी गरिरहेका छन् है। अब यस्तोहरूलाई के बयान गर्नु होइन, धेरै है। हाम्रो कर्णाली प्रदेश त पुरै लाग्यो कि जेएनजीको सपोर्टमा कोही देखिएन, सब पुरानै दलमा जिताउने देखियो है। यस्तो अझै पनि कर्णाली अझै पनि इन्डिया जाने होइन, अझै पनि विदेश जाने, अझै पनि नुन पाए हुन्थ्यो भन्ने सोचमा बस्नु भएको रहेछ है। अब कति नुनको मात्रै कुरा गर्ने है, अब केही हाम्रो सुनको पनि कुरा गर्ने बेला आइसकेको छ भनेर मैले भनेको थिएँ भिडियोमा होइन। तर पनि तपाईँले परिवर्तन गर्नु भएन। यसपालि मलाई थाहा छ, मैले कर्णालीमा मैले सुनेअनुसार त है, मैले बुझेअनुसार सबै अब हार्नेलाई किन भोट दिने त भन्ने शब्दहरू धेरैको मुखबाट सुनियो होइन, प्रत्यक्षबाट दियो। अब सम्झौता पनि सम्झाइयो अनि भोट पनि हालिसकेपछि के भन्यो भने अब समानुपातिकबाट चाहिँ तयार छौँ, समानुपातिक। तर प्रत्यक्षबाट चाहिँ अब हार्नेलाई हामीले काङ्ग्रेस भए पनि एमाले भए पनि सघाउन तयार छौँ भनेर लाग्यो कि हाम्रो है। हाम्रो जस्तै गोल्खा, जाजरकोट, सल्यान, रोकुम, हुम्ला, कालीकोट, जुम्ला, यो कर्णालीको जति सुर्खेत अनि जति छ नि कर्णालीको हाम्रो निर्वाचन क्षेत्र सबै पुरानै दललाई जिताउनुपर्छ भन्ने विश्वासले गऱ्यो कि।
त्यही भएर मलाई बहुत दुःखी लाग्यो, तर ठिकै छ होइन, 5 वर्षको